अब चाहिँ हाम्रो काम सकिन थाल्यो होइन। अनि अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ। खै आज ल्याङ भयो। एउटा साथीले पनि बिजोकै गर्यो, ट्रेनै उल्टो चढिदियो। अब यहाँबाट हामी निस्किन्छौँ अनि उसलाई पिक गर्छौँ अनि त्यसपछि हामी निस्किन्छौँ। अनि ट्याक्क गेम हेर्नुपर्छ। हाम्रो चाचु पनि गाडीमा ट्याक्क चढ्छ। खै यता अनुहार देखाउ त। अब उसलाई चाहिँ फाइनली पिक गरियो। ऊ चाहिँ फेरि आजको हाम्रो एमभिपी नै हो। ट्रेन सेन मिस गरेर नानाथरी घुमेर उबरमा आएर अनि फाइनल्ली पिक गरेर काम पनि हल्का ढिला भयो। अब म्याच चाहिँ हल्का मिस हुन्छ जस्तो 10 मिनट जति 10-12 मिनट मिस हुन्छ जस्तो, तर केही भएन। मजाले हेरौँला। म्याच देखाउनु मिल्दैन क्या। अहिले तिमीहरूको रियाक्सन चाहिँ देखाउँछु म, तिमीहरू हार्ने भयो भने। अनि यहाँनिर चाहिँ यस्तो यहाँनिर ट्याक्क 0-0 ट्याक्कै स्टार्ट भयो अब चाहिँ होइन। तर आज स्पेनले नै जित्छ भन्छु म चाहिँ, तर मैले भनेको यही नै मिल्दैन। स्पेनले जित्ला कि भनेको अब खै हेरौँ। जसले जिते नि मलाई त त्यही नै हो, खासै मजा चाहिँ भ्यू चाहिँ दामी छ है। समर लागेको छ, गर्मी छ यहाँ त एकदमै अहिले। टट्ट निन्द्रा पनि लागिरहेको छ। अहिले चाँडै उठ्यो भएर बिहान ठिकै छ। गेम सेम हेर्छु अनि एकछिन सुत्छु। अनि कस्तो भयो त दाजुलाई अनुभव चाहिँ? ठिकै छ। अब अर्कोचोटिदेखि चाहिँ बिगार्दैन नि त, एकचोटि बिगारेपछि। त्यही भन्ने आशा गर्दैछु। एकदम बिजी छ हाम्रो डाउनटाउन एरिया। डाउनटाउन बिजी छ। समर लागेको छ। सबजना यहाँ छ वर्ल्ड कप हेरेर नबसेर हेरेर यहाँनिर खासै बालै छैन कि यो देशमा हुन्छ। यिनीहरूलाई चाहिँ हामीलाई मात्र हो क्या। यही होस्ट कन्ट्री भनेको छ, खासै यिनीहरूलाई मतलबै छैन क्या। यहाँ रनिङ गरिरहेको छ। उनीहरूलाई त्यो उनीहरूको भ्याक्सिन छ क्या। उनीहरूको चाहिँ अर्कै चल्दैछ उनीहरू आफ्नै कप चलिरहेको छ। अनि फेरि आज वर्ल्ड कप मात्र होइन नि, फेरि आज साथीको बर्थडे पनि छ, त्यो पनि सेलिब्रेट गर्नु पनि छ। हल्का मात्र देखाउँछु म, त्यसको चाहिँ धेरै देखाउँदैन। त्यसको चाहिँ होइन, त्यो प्रोग्रामको चाहिँ धेरै देखाउँदैन, किनकि अब त्यहाँ मान्छे धेरै हुन्छ अनि म अलिकति मान्छे धेरै बाटोमा चाहिँ अलिक अप्ठ्यारो लाग्छ भिडियो। ठिक छ, त्यो पुरै भ्लग पनि गर्नु पर्दैन। त्यस्तो केही गर्दैन, हल्का देखाउँछ कि हल्का क्लिप देखाउँछ। चाँडै हामी अब 1000 सब्सक्राइब पुग्न छौँ। सब्सक्राइब चाहिँ गरिदिइहाल्नु, 1000 हामीलाई हेल्प गर्नु होइन। 1 चाहिँ होला क्या, 1000 होइन 100। सुन त्यसको लागि हामीलाई हेल्प गरिदिनु होइन। हजुरहरू चाहिँ सब्सक्राइब गर्नुभयो भने चाहिँ हाम्रो यो 1000 सब्सक्राइबर चाँडै पुग्छ। धेरै टाइम त लाग्दैन, हाम्रो धेरै छैन बाँकी भएको। हल्का एकचोटि सब्सक्राइब र लाइक गर्यो भने चाहिँ एकदम बुस्ट हुन्छ हाम्रो च्यानल। अनि सेयर पनि हाल्ने होला। मेरो पनि आउँछ भिडियो, एउटा हल्का भिडियो। तँबाट हाल्दैन कि अब तिम्रो त पुग्ला नि त 1000 सब्सक्राइबर। डिस्काउन्ट रहेछ क्या। ल है त अब चाहिँ म घर पुगेपछि देखाउँछु हल्का हल्का। हेरिरहेछ होइन वर्ल्ड कप। अनि दाजु टेन्समा छ किनकि ऊ चाहिँ हाम्रो अर्जेन्टिना फ्यान। अनि यता नि अर्जेन्टिना फ्यान हो, ऊ चाहिँ जर्सी बिनाको हो, तर ऊ चाहिँ एकदम प्योर। कति हालेको छ बेड भन्न त तिमीले आज? बेड कतिको छ? 200 कति होला? दाजुको छ 200 100 जति। है त अहिले चाहिँ स्कोर 0-0 छ होइन। अब कसैले गोल हान्यो भने चाहिँ म भिडियो बनाउँछु यता। यस्तो छ है माहौल, यस्तो छ। स्पेनले जित्यो। अर्जेन्टिनाले यहाँनिर अर्को छ बिचरा। ल स्पेनले जितेको छ। मेसी बिचरा माया लाग्यो।
रोड्री अवार्ड सेरेमनी पुरै हेर्ने हो नि आज त खुसीसँग तर डिजर्भिङ विन हो नि होइन स्पेनले पुरै काक्रा कुकुरकै बनाइदिएछ अनि अब तर यिनीहरूले त अहिलेसम्म क्लिन सिटी छ होला पुरै होल्ड गर्नु के हो एक गोल मात्र खान्छ बेल्जियमसँग होला एक गोल खान्छ फ्रान्ससँग निले हाल्यो नि तर यिनीहरूको त्यो ऊ भयो नि फेरि त्यो इन्जर्ड भयो नि अर्जेन्टिनाको इन्जर्ड त्यति बेलै गेम सक्यो भन्ने सोचेको ल यो इन्जर्ड भयो के कोर्स हाले छन् कि यिनीहरूले जम्मै टिमको एउटा एउटा प्लेयर इन्जर्ड गराइदिने अनि टिम होइन साइको हो तर केही छैन दाजु केही छैन केही छैन सेलिब्रेटै गर नि त बार्साकै त हो नि होइन होइन दाजुको त के निराश हुनु पनि त्यस्तो ल गाबीलाई त किन कुट्यो हात मिलाउन Happy birthday dear father Happy birthday to you खै अब कहाँ राख्ने भनेको बडी जस्तो छ होइन म देखेको दामी देखेको रहेछ नि त स्पाइडरम्यानमा है बाल त एकदम गिफ्ट खोलेछ गिफ्ट खोलेछ क्यामेरा 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 धन्यवाद लास्ट रक्सी खाँदो रहेछ ल है आजको MVP छुटाउनु हुँदैन भेदभाव गर्नु हुँदैन पर्दिनमा पछि मनी केमा पर्दिनमा पछि हेर मनी केमा पक्राउनु भयो वान एन्ड ओन्ली हिरो मेरो